50 किलोको बोराको 2 बोरा भएको छ साथीहरु 2 थरीको हुन्छ बेसाल दुईटा नखाएर अहिले त एकै ठाउँमा आइरहेछ नि त उसले एक दिनमा यो एक बाल्टिन खान्छ कस्तो राम्रो छ अनि यहाँ चाहिँ बङ्गुरको खोल फोडेसक्यो अनि यिनीहरुलाई साङ्गुरो हुन्छ भनेर बाफरे खाना मन लाएर अब आउँछ तिमीहरुको खाना यो चाहिँ यतिको ठुलो भएको छ बन्दा पनि ठुलठुलो भइसक्यो साथीहरु हेलो एभ्रीवान साझलो नमस्ते वेलकम ब्याक टु माई च्यानल गाइज म चाहिँ बन्ता गुरुङ अहिले चाहिँ साथीहरु पछाडी पनि देख्न सक्नुहुन्छ म चाहिँ अहिले बङ्गुर फार्ममा छु बाइ द टाइटल हेरेर पनि तपाईहरुले थाहा पाइसक्नु भयो होला अहिले चाहिँ मैले बङ्गुरलाई चारोहरु पनि दिइसके साथीहरु अनि यिनीहरु चाहिँ खादै छन् यता पछाडी यिनीहरु चाहिँ यो दुईटाले चाहिँ खादै छ अब यो गर्मी लागेपछि फेरि माखाले एकदम झ्याउ गर्छ के माखा आएर अनि यिनीहरुको चाहिँ आउँदै छ अब आन्टी आउनुहुन्छ एकछिनमा चाहिँ दाना पनि छ अलिकति दिनु बाँकी नै छ ए लड्ने हैन है लडेर किन लडेको हौ सेती उ त्यो सेतीलाई खानै दिन्न के योले यता हेर्न यत्रो धेरै ठाउँ छ उता गएर यता जा कालु हेर्न उ खानै नदिएको बिचारा टोलाएर बस्छ यता जा त्यो पाठी हो यो पाठो हो त्यही भएर अलि डस्दो रहेछ कि पाठीलाई खुसी भएर यी पुच्छर होला अब चाहिँ म उता दाना दिन जान्छु साथीहरु यिनीहरुको चाहिँ दाना आउनै छ पखै आउनुहुन्छ आन्टी सुत आज चाहिँ धेरै पछि घाम लागेछ पानी परेर पानी पर्न नसकेर कस्तो भइरहेको थियो आज चाहिँ अस्ति चाहिँ अलि पानी परेको थियो त्यही भएर अलि घाम पनि लाग्दैछ अहिले चाहिँ दिउँसोको 4 बज्दैछ साथीहरु 4-5 बज्दैछ अनि हाम्रो बन्दाहरु पनि ठुलठुलो भइसकेको छ यहाँ चाहिँ हाम्रो बन्दा छ यो पनि बन्दा पनि ठुलठुलो भइसक्यो साथीहरु ब्रोकाउली त हामीले कतिचोटि खाइ पनि सक्यौं अनि यता चाहिँ लसुन प्याज पनि यत्रो ठुलो भइसकेछ ठुलो हुँदैछ कति कराको हो यो यसलाई चाहिँ यता सारेर साथीहरु नयाँ बङ्गुर ल्याउनु भएको छ बच्चा बङ्गुरको बच्चा ल्याउनु भएको के विधि करायो हाम्रो मालेले चाहिँ ढोक्कै उचाल्ला जस्तो गरेको मेरो आवाज सुनेर पुरै दाना सकेछ अहिले पनि पखै यसलाई चाहिँ बाहिर निकाल्यो यसको दाना चाहिँ यहाँ छ अब यो बाहिर मलाई धकालेर के गर्नु र यो चाहिँ यतिको ठुलो भएको छ खाना आत्तिएर हेर्नु न पानी खान मन लागेछ कि यसलाई यिनीहरु चाहिँ यो चाहिँ वर्षाहरुको यो चाहिँ हाम्रो होइन आन्टीहरुको यो चाहिँ सबै अनि यहाँ चाहिँ बङ्गुरको खोल फोडेसक्यो अनि यिनीहरुलाई साङ्गुरो हुन्छ भनेर बाफरे खाना मन लाएर पख आउनुहुन्छ के यो चारोटा लिएर आउनु भएको छ अनि यिनीहरुलाई चाहिँ साँगुरो हुन्छ भनेर राख्ने ठाउँ नभएर यस्तो सानो खोर थियो अनि यसरी यहाँ बीचको चाहिँ फोडिदिनु भएर अनि खुल्ला बनाउनु भएको छ चारवटा छ कस्तो भएर बस्नु पखै पख अब आउँछ तिमीहरुको खाना चारवटा हो साथीहरु यो चाहिँ
अनि अहिले चाहिँ एकदम खुल्ला भएको छ यिनीहरूलाई चारवटा हो यिनीहरू भोकाएर आँटिएको छ राम्रो राम्रो छ मिक्सवाला के भन्छ हो यसलाई मिक्सवाला है मिक्सवाला बस आउनुहुन्छ अब माले चाहिँ खानामै बिजी छ यसले एक दिनमा यो एक बाल्टिन खान्छ साथीहरू अनि यहाँ चाहिँ एउटा छ यिनीहरू सबै छुट्टाएर राख्नु भएको छ काएर आत्तिएछ कि उनीहरूको दाना आएको छैन अनि त्यही भएर चाहिँ भोकाएर एकदम चिच्चाए अनि बोलेको सुनिएन साथीहरू आन्टी अब आउनुहुन्छ एकछिनमा कहाँ माथि चढेको ए बाबे यिनीहरूको खाना चाहिँ आयो अनि दुईटा ठाउँमा हालिदिनु भएको आन्टी दाना एकै ठाउँमा जम्मा भएर दुईटा नखाएर अहिले त एकै ठाउँमा आइरहेछ कुनलाई मेरो झन् यहाँ दाना पोखेर कपडामा दुईटा भएर खायो बल्ल अघि चिच्याएर बोलेकै सुनेको यति सानो नि लड्ने दबाई हालिदिएछु क्या सेल्नु मम्मी चाहिँ यहाँ बेसार खन्दै हुनुहुन्छ यहाँ यति खनिसक्यो अनि उता पनि जम्मा पार्दैछ घाम भयो के शीतलमा खने पो हुन्छ त हामीले चाहिँ बेसार किन्न पर्दैन साथीहरू यसरी हामीले लगाएको हुन्छौँ यहाँ चाहिँ लगभग 1 बोरा भएको छ अनि यहाँ चाहिँ यिनीहरू पनि हो अनि यहाँ योसँग गरेर 2 बोरा जति निस्क्यो लगभग यो चाहिँ 25 किलोको बोरा हो कि एक कट्टाको 50 किलोको बोराको 2 बोरा भएको छ साथीहरू रातो खालकोमा छ यो चाहिँ 2 थरीको हुन्छ बेसार पहेँलो र रातोमा यो चाहिँ रातो खालकोमा एउटा ड्याङमा यतिमा थियो अनि यसमा यतिमा मात्रै 2 बोरा आएको छ साथीहरू